देश यसरी चलिरहेको छ। बजेटको 60% रकम तलब पेन्सन खुवाउँदैमा सकिन्छ। अब पूर्व विशिष्टका नाममा नटवरलालहरूलाई आजीवन पाल्नु पर्ने रे। 60 बाट 70% पुग्ने होला। बाँकी विकास खर्च 30%, विकास खर्चको पनि 40% मात्रै खर्च हुन्छ। अनि विकास र समृद्धि कहाँबाट हुन्छ? अनि यी पूर्व विशिष्टहरूलाई न खसी बनाएर बेच्न मिल्छ, न भैँसी जस्तो दुध दिन मिल्छ। किन पोस्नु पर्ने हो यिनलाई थाहा भएन। एक किर्ना हो, ढाडिएका छैनौ अझै। नाइ नाइ भन्दा पनि कठालोमा समातेर यिनले राजालाई ल्याउने नै भए। यो राज्य लुटा फैसलाले राज संस्थाको पक्षमा 5 लाख मानिस थपिए। यस्तै कानुन अरु 4-5 वटा आए, राजा आफै दैलो खोलेर नारायण हिटी पस्ने छन्। त्यस बखत मरेका लासहरूले विरोध गर्ने शक्ति गुमाइसकेका हुनेछन्। दर्शकवृन्द, कथित पूर्व विशिष्टहरूलाई आजीवन